नेपालको भूगोल नोट एम्बेसन गुरु। नेपालको भूगोल नेपाल जियोग्राफी। नेपालको भूगोल अवस्थिति अक्षांश 26 डिग्री 22 मिनट उत्तरी अक्षांशदेखि 30 डिग्री 27 मिनट उत्तरी अक्षांशसम्म नेपाल फैलिएको छ। त्यसै गरी देशान्तरमा भन्नुपर्दा 80 डिग्री 4 मिनट पूर्वी देशान्तरदेखि 80 डिग्री 4 मिनट पूर्वी देशान्तरदेखि 88 डिग्री 12 मिनट पूर्वी देशान्तरसम्म नेपाल फैलिएको छ। नेपाल पृथ्वीको उत्तर अक्षांशमा र पूर्वी देशान्तर नेपाल पृथ्वीको उत्तरी अक्षांशमा र पूर्वी देशान्तर उत्तर पूर्वमा अवस्थित एक भूपरिवेष्टित मुलुक हो जुन एसिया महादेशमा पर्दछन्। अब अक्षांश र देशान्तरका आधारमा कुनै पनि भौगोलिक स्थानको चारवटा बिन्दु उत्तर, दक्षिण, पूर्व र पश्चिम निर्धारण गरिन्छ। त्यसैगरी उत्तर बिन्दु च्याङ्ला भन्ज्याङ हुम्ला जिल्लामा रहेको छ। दक्षिणी बिन्दु लोदावरी झापा जिल्लामा रहेको छ। पश्चिमी बिन्दु दोधारा कञ्चनपुर र पूर्वी बिन्दु ओलाङचुङ्गुला ताप्लेजुङमा रहेको छ। सिमाना नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनी सरकार बीच भएको सुगौली सन्धि सन् 1816 मार्च 4 को धारा 5 ले नेपालको सीमा पूर्वमा मेची नदी र पश्चिममा लिम्पियाधुराबाट उत्पत्ति भएको काली नदी निर्धारण गरेको थियो। नेपालको पूर्वी, पश्चिम र दक्षिणी सिमाना भारतको 5 वटा प्रान्तसँग जोडिएको छ भने उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको छ। नेपालको भारतसँग जोडिएको सिमानाको लम्बाइ नेपालको भारतसँग जोडिएको सिमाना लम्बाइ 1690 किलोमिटर र चीनसँग जोडिएको सिमानाको लम्बाइ 1236 किलोमिटर छ। नेपाल र भारतको सिमाना 10 गजामा 894 वटा सीमा स्तम्भ जङ्गी पिलर निर्माण गरिएका थिए। विभिन्न देशमा नेपालसँग सिमाना जोडिएका भारतका 5 वटा प्रान्तहरू पूर्वमा सिक्किम, दक्षिण पूर्वमा पश्चिम बङ्गाल, दक्षिणमा उत्तर प्रदेश र बिहार र पश्चिममा उत्तराखण्ड रहेको छ। नेपालसँग सबैभन्दा बढी सिमाना जोडिएको भारतको प्रान्त उत्तर प्रदेश हो भने कम सिमाना जोडिएको प्रान्त सिक्किम हो। नेपालबाट सबैभन्दा नजिक पर्ने मुलुक क्रमशः भारत, चीन, बङ्गलादेश त 27 किलोमिटर, भुटान 32 किलोमिटर। नेपाल र बङ्गलादेश बीचको सीमाको रूपमा भारतको पश्चिम बङ्गाल स्थित सिलिगुडी कोरिडोर, जसलाई चिकेन नेक र कोरिडोर पनि भनिन्छ रहेको छ। नेपालबाट सबैभन्दा नजिक र टाढा पर्ने सार्क राजधानी नजिक थिम्पू, भुटान 400 किलोमिटर टाढाको सार्क राजधानी माले मालदिभ्स 2760 किलोमिटर। नजिकको सामुद्रिक दूरी बङ्गालको खाडी, हिन्द महासागर 1127 किलोमिटर मतलब 700 माइल। लम्बाइ र चौडाइ पूर्वमा मेची नदीदेखि पश्चिममा काली नदीसम्मको औसत लम्बाइ 885 किलोमिटर रहेको छ। पूर्वमा मेची नदीदेखि पश्चिममा महाकाली नदीसम्मको औसत लम्बाइ 885 किलोमिटर रहेको छ। औसत चौडाइ उत्तर दक्षिणमा 193 किलोमिटर रहेको छ।
अधिकतम चौडाइ 241 किलोमिटर र न्यूनतम चौडाइ 145 किलोमिटर रहेको छ। नेपालको क्षेत्रफल 1,47,181 वर्ग किलोमिटर मतलब 56,827 वर्ग माइल रहेको छ। विक्रम सम्वत 2077 जेठ 5 मा दार्चुला जिल्लामा अवस्थित कालापानी, लिम्पुयाधुरा र लिपुलेखलाई समेटी नयाँ नक्सा जारी भएपछि नेपालको भौगोलिक क्षेत्रफल 335 वर्ग किलोमिटर वृद्धि भएको मानिन्छ। यो क्षेत्रफललाई नेपालको 1,47,181 वर्ग किलोमिटरमा नेपालको भौगोलिक क्षेत्रफल 335 वर्ग किलोमिटर वृद्धि भएको मानिन्छ। यो क्षेत्रफल लगाउँदा नेपालको क्षेत्रफल 1,47,181 वर्ग किलोमिटरमा जोड्दा 1,47,516 किलोमिटर हुन आउँछ, जुन प्रस्तावित क्षेत्रफल हो। नेपालले विश्वको कुल क्षेत्रफलको 0.03%, एसियाको 0.3%, पृथ्वीको स्थलीय भूभागको लगभग 0.1% भूभाग ओगटेको छ। नेपालले दक्षिण एसियाको 2.82 लगभग 3% भूभाग ओगटेको छ। क्षेत्रफलको दृष्टिकोणले नेपाल विश्वको 93औं स्थानमा र जनसङ्ख्याको दृष्टिकोणले 51औं स्थानमा रहेको छ। नेपाल क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठुलो मुलुक रुसभन्दा 116.35 गुणा सानो छ र सन् 2014 मा क्रिमिया गाभिए पश्चात 2014 में क्रीमिया गाभिए पश्चात नोट नेपालको क्षेत्रफल तत्कालीन समयको सन् 1991 अगाडिको सोभियत सङ्घ भन्दा 157 गुणाले सानो थियो। नेपालको क्षेत्रफल तत्कालीन समयको सन् 1991 अगाडिको सोभियत सङ्घ भन्दा 157 गुणाले सानो थियो। नेपाल क्षेत्रफलको आधारमा चीनभन्दा 65 गुणा सानो र भारतभन्दा 22 गुणा सानो छ। चीनभन्दा 65 गुणा र भारतभन्दा 22 गुणा सानो छ। नेपाल जनसङ्ख्याको आधारमा भारतभन्दा 49 गुणा सानो र चीनभन्दा 48.92 गुणा सानो छ। त्यसै गरी प्रमाणिक समय भयो। नेपालको प्रमाणिक समय ठीक छ। नेपालको प्रमाणिक समय दोलखा जिल्लामा अवस्थित गौरीशङ्कर पाथिभरा हिमाल 7134 मिटरमा काटेर गएको 86.15 मिटर पूर्वी देशान्तरलाई आधार मानेर निर्धारण गरिएको हो। गौरीशङ्कर हिमाल दोलखा जिल्ला रोल्वालिङ हिम श्रृङ्खलामा पर्दछन्। नेपालको समय ग्रिनविच मानक समय जीटीएम भन्दा 5 घण्टा 48 मिनट छिटो रहेको छ। विक्रम सम्वत 2042 वैशाख 1 मा उक्त स्थान र समय निर्धारण गरिएको हो। राजा महेन्द्रले गरेको थियो। ठीक छ। नेपालको राजनीतिक तथा प्रशासनिक विभाजन। नेपालको राजनीतिक तथा प्रशासनिक विभाजन। नेपाललाई भीमसेन थापाले 39 जिल्लामा विभाजन गरेका थिए। राणा प्रधानमन्त्री वीर शमशेरले नेपाललाई विक्रम सम्वत 1952 मा 35 जिल्लामा विभाजन गरे। पहाडमा 23 र तराईमा 12 जिल्ला थिए। विक्रम सम्वत 2018 वैशाख 1 मा नेपाललाई राजा महेन्द्रद्वारा 14 अञ्चल 75 जिल्लामा विभाजन गरियो। नेपालमा 2037 असोज 26 गते 5 विकास क्षेत्रमा विभाजन गरियो। नेपाल सरकारले विक्रम सम्वत 2075 चैत 28 गते विभिन्न क्षेत्र खारिजीको घोषणा गरेको थियो।
क्षेत्र खारेजीको घोषणा गरेको थियो हैन। नेपालको वर्तमान संविधानले 7 प्रदेश सहितको संघीय संरचनालाई आत्मसात गरेको छ। 2072 असोज 3बाट नै 7वटा प्रदेशको संरचना लागू भएको हो। 2074 भाद्र 4 सरकारले 753वटा स्थानीय तह कायम भएको सूचना राजपत्रमा प्रकाशन। नेपालमा 77 जिल्ला 2074 भाद्र 5 गते कायम गरियो। टुक्र्याइएका जिल्ला नवलपरासी र रुकुम हाल नवलपरासी टुक्रिएर नवलपरासी पुनः नवलपुर र नवलपरासी पश्चिम परासी यसै गरी रुकुम टुक्रिएर पूर्वी रुकुम र पश्चिमी रुकुम भएका छन्। 2074 भाद्र 25 रामेछाप धादिङ गोर्खा र पूर्वी रुकुमलाई हिमाली प्रदेशमा स्तरोन्नति गर्ने सरकारको निर्णय। 2074 असोज 2557 स्थानीय तहलाई पिछडिएको क्षेत्रमा समावेश, जसमा 49 गाउँपालिका र 8वटा नगरपालिका छन्। नगरपालिका रहेका छन्। 2075 फागुन 19 अर्को पहाडी जिल्ला म्याग्दीलाई हिमाली प्रदेशमा स्थानान्तरण। नेपालको अन्तिम कान्छो जिल्ला पूर्वी रुकुम यदि सबै 4वटै टुक्रिएका जिल्ला दिएको छ भन्ने होइन, कुनै एक मात्र नयाँ टुक्रिएको जिल्ला दिएको छ भन्ने त्यही नै अन्तिम जिल्ला हो। नेपालमा जिल्ला सम्बन्धी जानकारी। चीन र भारत दुवै देशलाई नेपालका जिल्ला सम्बन्धी देश। नेपाल र चीन र भारत दुवै देशलाई छुने जिल्ला 2वटा, दार्चुला र ताप्लेजुङ। चीनसँग सिमाना जोडिएको जिल्ला 15वटा। चीनसँग सिमाना जोडिएका जिल्ला 13वटा। चीनसँग सिमाना नजोडिएका जिल्ला 77-15 62वटा। भारतसँग सिमाना जोडिएको जिल्ला 27वटा। भारतसँग मात्र सिमाना जोडिएको जिल्ला 25वटा। भारतसँग सिमाना नजोडिएका जिल्ला 77-27 50वटा। कुनै पनि देशसँग सिमाना नजोडिएका जिल्ला 37वटा। धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली 10वटा जिल्लासँग जोडिएको छ। क्षेत्रफल बराबर भएका जिल्ला रामेछाप र तनहुँ 1556 वर्ग किलोमिटर। रामेछाप र तनहुँ क्षेत्रफल बराबर भएका जिल्ला रामेछाप र तनहुँको बराबर जिल्ला क्षेत्रफल छ 1546 हैन 1546 1546 वर्ग किलोमिटर। बर्दिया र डोटी 2025 वर्ग किलोमिटर 2025 वर्ग किलोमिटर। त्यसै गरी ठुलो जिल्ला डोल्पा 7000 ठुलो जिल्ला कुन हो? डोल्पा जिल्ला ठुलो हो, ठीक छ। 7889 वर्ग किलोमिटर 7889 वर्ग किलोमिटर। सानो जिल्ला भक्तपुर 119 वर्ग किलोमिटर। सानो जिल्ला भक्तपुर 119 वर्ग किलोमिटर। डोल्पा भक्तपुर भन्दा 66.29 गुना ठुलो छ। 66.29 गुना ठुलो छ। क्षेत्रफलका आधारमा 5 ठुला जिल्ला। क्षेत्रफलका आधारमा 5 ठुला जिल्ला। डोल्पा, हुम्ला, ताप्लेजुङ, गोर्खा, मुस्ताङ। डोल्पा, हुम्ला, ताप्लेजुङ, गोर्खा र मुस्ताङ। 5 साना जिल्ला। भक्तपुर, ललितपुर, काठमाडौँ, पर्वत र तेह्रथुम। भक्तपुर, ललितपुर, काठमाडौँ, पर्वत, तेह्रथुम। भक्तपुर, ललितपुर, काठमाडौँ, पर्वत र तेह्रथुम। झुलुङ्गे पुलको जिल्ला। नेपालको नक्सासँग मिल्दो आकृति भएको जिल्ला बागलुङ। झुलुङ्गे पुलको जिल्ला छ नेपालको नक्सासँग मिल्दो आकृति भएको जिल्ला बागलुङ हो। बागलुङ। सर्वोच्च स्थानमा जिल्ला सदरमुकाम भएको जिल्ला हुम्ला हो। सिमीकोट
2946 वर्ग 2946 मिटर हाइटमा 2946 मिटर हाइटमा। होचो स्थानमा सदरमुकाम भएको जिल्ला महोत्तरी जलेश्वर 61 मिटर हाइटमा 61 मिटर हाइटमा। ठिक छ। तीनवटा नदीले सिमाना छुट्याएको जिल्ला ओखलढुङ्गा। तीनवटा नदीले सिमाना छुट्याएको जिल्ला ओखलढुङ्गा। छोटो छोटो नदीको बहाव भएको जिल्ला दाङ। माथि सगरमाथा सोलुखुम्बु ओखलढुङ्गा र खोटाङ। माथिल्लो सगरमाथा भनेर कसलाई चिन्छ? माथिल्लो सगरमाथा सोलुखुम्बु ओखलढुङ्गा र खोटाङ। महेन्द्र राजमार्गले नछुने तराईका जिल्ला पर्सा। महेन्द्र राजमार्गले नछुने जिल्ला पर्सा। महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला मकवानपुर र अर्घाखाँची दुगो हैन। विक्रम सम्वत 2039 मा चिया क्षेत्र घोषित जिल्ला पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा 5। 2039 सालमा चिया क्षेत्र घोषित जिल्ला 5वटा हैन। पाँचथर, इलाम, झापा, तेह्रथुम र धनकुटा। कफी खेतीको लागि प्रसिद्ध जिल्ला गुल्मी, ज्वालामुखीको चिन्ह भएको जिल्ला दैलेख र दुल्लु। कफी खेतीको लागि प्रसिद्ध जिल्ला गुल्मी, ज्वालामुखी चिन्ह भएको जिल्ला दैलेख र दुल्लु। हिमालपारिका जिल्ला मनाङ र मुस्ताङ। दुईवटा नेपालको मरुभूमि मुस्ताङ। उत्तरमा हिमालदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला धादिङ। हो। उत्तरमा हिमालदेखि दक्षिणमा चुरेसम्म फैलिएको जिल्ला सिन्धुपाल्चोक हो। त्यसै गरी नयाँ मुलुक भनेर चिनिने जिल्ला बाँके-बर्दिया कैलाली कञ्चनपुर स्थित जिल्ला हो। यी जिल्ला 1816 नोभेम्बर 1 र 1917 मा ब्रिटिस इस्ट इन्डियाबाट नेपालले फिर्ता प्राप्त गरेको थियो। सर्वोच्च स्थानमा रहेको मानव बस्ती डोल्पा जिल्लाको छार्काभोट र धारापानी बस्ती। प्रतिनिधि सभामा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला काठमाडौँ हो। काठमाडौँमा 10 वटा निर्वाचन क्षेत्र रहेका जिल्ला। प्रतिनिधि सभा एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको संख्या 35 वटा रहेको छ। विश्वमा नेपाल रेकर्ड ओके। गहिरो उपत्यका अरुण उपत्यका 8391 मिटर गहिरो सङ्खुवासभा जिल्लामा पर्दछ। 8391 मिटर गहिरो सङ्खुवासभामा पर्दछ। गहिरो गल्छी अन्नपूर्णा र धौलागिरीको बीचमा पर्ने कालीगण्डकी नदीले बनाएको दाना-अन्ध गल्छी म्याग्दी 6967 मिटर गहिरो छ। सर्वोच्च स्थानमा हुने माछा खेती राराताल मुगु। सर्वोच्च स्थानमा हुने धान खेती जुम्ली मसी जुम्ला छुमचोर जिउलोमा 2850 मिटर उचाइमा 2850 मिटर उचाइमा। सर्वोच्च स्थानमा हुने धान खेती जुम्ला मसी जुम्ला जिल्लामा र छुरचोर जिउलोमा 2850 मिटरको उचाइमा। ठिक छ। नेपालमा मात्र पाइने चरा काडे भ्याकुर स्पाइनिस बेबलर। यो
स्पेनिश बेबलर। यो पंक्षी ललितपुर जिल्लाको चापगाउँ गोदावरी क्षेत्र र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा भेटिएको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार नेपालका जिल्लाको वर्गीकरण। स्थानीय सरकार सञ्चालन ऐन 2074 राष्ट्रपतिबाट 2074 असोज 29 गते प्रमाणीकरण गरिएको थियो। स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार नेपालका जिल्लाहरूमा हिमाली, पहाडी, तराई, भित्री मधेस र उपत्यका गरी 5 भागमा वर्गीकरण गरेको छ। हिमाली जिल्ला 21 वटा, ठुलो जिल्ला डोल्पा, सानो जिल्ला रसुवा। हिमाली जिल्ला 21 वटा, ठुलो जिल्ला डोल्पा र सानो जिल्ला रसुवा। पहाडी जिल्ला 28 वटा, ठुलो जिल्ला जाजरकोट, सानो जिल्ला पर्वत। भित्री मधेसका 7 जिल्ला, ठुलो जिल्ला दाङ, सानो जिल्ला नवलपरासी पूर्व नवलपुर। तराईका जिल्ला 18 वटा, ठुला जिल्ला कैलाली, सानो जिल्ला नवलपरासी र पश्चिम परासी। ओके। उपत्यकाका 3 जिल्ला, ठुलो जिल्ला काठमाडौँ, सानो जिल्ला भक्तपुर। प्रदेश चीन र भारत दुवैलाई छुने प्रदेश 4 वटा, कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम। चीन र भारत दुवैलाई छुने प्रदेश 4 वटा, कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम। भारतलाई मात्र छुने प्रदेश 2 वटा, मध्य प्रदेश र लुम्बिनी प्रदेश। भारतलाई छुने प्रदेश 6 वटा, कोशी प्रदेश, मध्य प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश। चीनलाई मात्र छुने प्रदेश 1, कर्णाली प्रदेश। चीनलाई छुने प्रदेश 5 वटा, कोशी, बागमती, गण्डकी र कर्णाली, सुदूरपश्चिम। प्रतिनिधि सभामा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको प्रदेश बागमती प्रदेश हो। बागमतीमा 33 निर्वाचन क्षेत्र रहेका छन्। प्रतिनिधि सभामा सबैभन्दा कम निर्वाचन क्षेत्र भएको प्रदेश कर्णाली हो। कर्णालीमा 12 वटा निर्वाचन क्षेत्र रहेका छन्। प्रदेशगत तथ्याङ्क। सबैभन्दा बढी जिल्ला भएको प्रदेश कोशी प्रदेश 14 जिल्ला। सबैभन्दा बढी जिल्ला भएको प्रदेश कोशी प्रदेश 14 जिल्ला। सबैभन्दा कम जिल्ला भएको प्रदेश मध्य प्रदेश 8 जिल्ला। क्षेत्रफलका आधारमा सबैभन्दा ठुलो प्रदेश कर्णाली प्रदेश 27,984 वर्ग किलोमिटर। क्षेत्रफलका आधारमा सबभन्दा सानो प्रदेश मध्य प्रदेश 9,661 वर्ग किलोमिटर। जनसङ्ख्याका आधारमा सबभन्दा ठुलो प्रदेश र सानो प्रदेश बागमती प्रदेश र कर्णाली प्रदेश। नेपालमा 6 महानगरपालिका र 11 उपमहानगरपालिका, 276 नगरपालिका र कुल नगरपालिका 293 र 460 गाउँपालिका गरी हाल जम्मा 753 स्थानीय तह रहेका छन्। 753 स्थानीय तहलाई 4 भागमा वर्गीकरण गरिएको छ। 753 स्थानीय तहलाई 4 भागमा वर्गीकरण गरिएको छ। अति दुर्गम 162 वटा, अति दुर्गम 162 वटा, दुर्गम 218 वटा, मध्यम 275 वटा र सुगम 98 वटा। मतलब 753 स्थानीय तहलाई 4 क ख ग गरी 4 भागमा विभाजन गरिएको छ। अति दुर्गम में 162 वटा, दुर्गम में 228 वटा, मध्यम में 275 वटा, सुगम में 98 वटा। तथ्याङ्कमा स्थानीय तह। ओके।
सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला सर्लाही 20 वटा। सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला सर्लाही 20 वटा। दोस्रो बढी 18 वटा स्थानीय तह भएको जिल्ला 3 वटा। धनुषा, रौतहट र सप्तरी। धनुषा, रौतहट र सप्तरी। सबैभन्दा कम स्थानीय तह भएको जिल्ला रुकुम पूर्व। स्थानीय तहको रूपमा 3 वटा गाउँपालिका मात्र छ। भूमे, सिस्ने र पथाउत्तर गङ्गा। गाउँपालिका विहीन जिल्ला 2 वटा काठमाडौँ र भक्तपुर। गाउँपालिका विहीन जिल्ला काठमाडौँ र भक्तपुर। एउटा मात्र गाउँपालिका भएको जिल्ला चितवन इच्छाकामना गाउँपालिका। चितवन इच्छाकामना गाउँपालिका। एउटा मात्र गाउँपालिका भएको जिल्ला चितवन इच्छाकामना गाउँपालिका। क्षेत्रफलको आधारमा ठुलो र सानो गाउँपालिका। नामखा हुम्ला जिल्लामा र परासी बारा जिल्लामा। क्षेत्रफलको आधारमा ठुलो र सानो गाउँपालिका। ठुलो नामखा हुम्ला जिल्लाको र परासी बारा जिल्लाको। जनसङ्ख्याको आधारमा ठुलो र सानो गाउँपालिका। ठुलो बैजनाथ बाँके जिल्लामा र नार्पाभूमि मनाङ जिल्लामा। सानोमा नार्पाभूमि मनाङ जिल्लामा। ओके। बराबर क्षेत्रफल भएका गाउँपालिका चम्पादेवी र चिसङ्खुगढी ओखलढुङ्गा। बराबर क्षेत्रफल भएका गाउँपालिका चम्पादेवी र चिसङ्खुगढी ओखलढुङ्गा। सबैभन्दा धेरै गाउँपालिका भएको जिल्ला धादिङमा 11 वटा। सबैभन्दा धेरै गाउँपालिका भएको जिल्ला धादिङमा 11 वटा। सबैभन्दा धेरै गाउँपालिका भएको जिल्ला रौतहट 16 वटा। सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला सबैभन्दा बढी नगरपालिका भएको जिल्ला रौतहट 16 वटा। एउटा मात्र नगरपालिका भएका जिल्ला 8 वटा छन्। 8 वटा कुन? म्याग्दी, मुगु, सोलुखुम्बु, जुम्ला, रोल्पा, ताप्लेजुङ, पाँचथर र ओखलढुङ्गा। म्याग्दी, मुगु, सोलुखुम्बु, जुम्ला, रोल्पा, ताप्लेजुङ, पाँचथर, ओखलढुङ्गा। नगरपालिका नभएका जिल्ला 5 वटा। मनाङ, मुस्ताङ, रसुवा, हुम्ला, रुकुम पूर्व। 5 वटा। मनाङ, मुस्ताङ, रसुवा, हुम्ला, पूर्वी रुकुम। नगरपालिका भन्दा बढी उपमहानगर धेरै भएको जिल्ला। नगरपालिका भन्दा बढी उपमहानगर धेरै भएको जिल्ला दाङ। दाङमा एउटा नगरपालिका 2वटा उपमहानगरपालिका। दाङमा एउटा नगरपालिका र 2वटा उपमहानगरपालिका। 2वटा उपमहानगरपालिका भएका जिल्ला 3 वटा सुनसरी, बारा र दाङ। 2वटा उपमहानगरपालिका भएका जिल्ला 3 वटा सुनसरी, बारा र दाङ। सबैभन्दा बढी उपमहानगरपालिका भएको प्रदेश लुम्बिनी 4 वटा। उपमहानगरपालिका विहीन प्रदेश 2 वटा गण्डकी र कर्णाली। उपमहानगरपालिका विहीन प्रदेश 3 वटा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम। कान्छो वा अन्तिम महानगरपालिका विराटनगर, वीरगञ्ज महानगरपालिका 2074 जेठ 17 मा घोषित। ओके। क्षेत्रफलको आधारमा 5 ठुला नगरपालिका ठुलोदेखि सानोसम्म। शीतगङ्गा अर्घाखाँची जिल्लाको 820 कोट रुकुम पश्चिम। त्रियुगा उदयपुर जिल्लामा। सोलु दुधकुण्ड सोलुखुम्बु जिल्लामा। कमलामाई सिन्धुली। यो ठुलो 5 वटा ठुलो
नगरपालिका रहेको छ। ओके, क्षेत्रफलको आधारमा 5 साना नगरपालिका सानोदेखि ठुलो। क्षेत्रफलका आधारमा 5 साना नगरपालिका सानोदेखि ठुलो। भक्तपुर 6.89 वर्ग किलोमिटर, 6.89 वर्ग किलोमिटर। मध्यपूर्वी ठिमी भक्तपुर 11.47 वर्ग किलोमिटर, 11.47 वर्ग किलोमिटर। कृतिपुर काठमाडौँ टोला काठमाडौँ महालक्ष्मी ललितपुर। भक्तपुर 11.47 वर्ग किलोमिटर। ललितपुर काठमाडौँ टोला काठमाडौँ महानगरपालिका ललितपुर। ओके, बढी जनसङ्ख्या भएका 5 नगरपालिका ठुलोदेखि सानो। बढी जनसङ्ख्या भएका 5 नगरपालिका ठुलोदेखि सानो। काठमाडौँ महानगरपालिका, पोखरा महानगरपालिका, भक्तपुर महानगरपालिका, ललितपुर महानगरपालिका, वीरगञ्ज महानगरपालिका। कम जनसङ्ख्या भएका 5 नगरपालिका सानोदेखि ठुलोसम्म। ठुलोभेरी नगरपालिका डोल्पा जिल्ला। त्रिपुरा सुन्दरी नगरपालिका डोल्पा जिल्ला। मादी नगरपालिका सङ्खुवासभा। लालीगुराँस नगरपालिका तेह्रथुम। धर्मदेवी नगरपालिका सङ्खुवासभा। उपमहानगरपालिका क्षेत्रको आधारमा सानोदेखि ठुलो वर्णानुक्रम। नेपालगञ्ज बाँके। उपमहानगरपालिका सानो क्षेत्रफलको आधारमा सानोदेखि ठुलोसम्म। वीरगञ्ज बाँके जिल्ला। जनकपुर धनुषा जिल्ला। इटहरी सुनसरी। बुटवल रूपन्देही। कलैया बारा। धरान सुनसरी। हेटौडा मकवानपुर। धनगढी कैलाली। जितपुर सिमरा बारा। तुलसीपुर दाङ घोराही दाङ। जनसङ्ख्याको आधारमा सानोदेखि ठुलो क्रमशः जितपुर सिमरा कलैया बारा नेपालगञ्ज बाँके धरान सुनसरी तुलसीपुर दाङ हेटौडा मकवानपुर बुटवल रूपन्देही जनकपुर धाम धनुषा इटहरी सुनसरी धनगढी कैलाली जिल्ला र घोराही दाङ जिल्ला। यो सबै के थियो? यो सबै जनसङ्ख्याको आधारमा सानोदेखि ठुलोसम्म। ओके, अब महानगरपालिकाहरू। महानगरपालिका क्षेत्रफलको आधारमा सानोदेखि ठुलो वर्णानुक्रम। ललितपुर काठमाडौँ। विराटनगर वीरगञ्ज। भरतपुर पोखरा। ललितपुर काठमाडौँ विराटनगर वीरगञ्ज भक्तपुर र पोखरा। क्षेत्रफलको आधारमा सानोदेखि ठुलोसम्म। ओके, जनसङ्ख्याको आधारमा सानोदेखि ठुलो कम बढ्दो क्रममा। राष्ट्रिय जनगणना 2078 अनुसार विराटनगर वीरगञ्ज ललितपुर भरतपुर पोखरा र काठमाडौँ। वाडा सङ्ख्या 6743। सबैभन्दा धेरै वडा सङ्ख्या भएको जिल्ला सर्लाही 200 वटा। सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला मुस्ताङ 25 वटा। सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेश मध्य प्रदेश 1271 वटा र सबैभन्दा कम जनसङ्ख्या भएको प्रदेश कर्णाली 718 वटा। सबैभन्दा बढी जनसङ्ख्या भएको स्थानीय तह पोखरा महानगरपालिका 33 वटा। गाउँपालिका हुन कम्तीमा 5 वटा वडा र बढीमा 21 वटा वडा हुनुपर्ने। नगरपालिका हुन कम्तीमा 9 वटा वडा र बढीमा 35 वटा वडा हुनुपर्ने। ठिक छ ल। अब के छ प्रदेश विधि। जिल्ला 1 नम्बर प्रदेशमा 14 वटा जिल्ला। प्रदेशको क्षेत्रफल 17.6%। जनसङ्ख्या 17.01%। ताप्लेजुङ तेह्रथुम ठुलो जिल्ला ताप्लेजुङ सानो जिल्ला तेह्रथुम। ठुलो जनसङ्ख्याको आधारमा ठुलो जिल्ला मोरङ र सानो जिल्ला तेह्रथुम। ओके, 2 नम्बर प्रदेशमा 8 वटा जिल्ला रहेको छ। क्षेत्रफल यसले देशको कुल क्षेत्रफलको 6.6% ओगटेको छ।
जनसङ्ख्या 20.97%, सप्तरी ठुलो जिल्ला, महोत्तरी सानो जिल्ला। जनसङ्ख्याको आधारमा ठुलो जिल्ला सर्लाही र पर्सा सानो जिल्ला जनसङ्ख्याको आधारमा। प्रदेश नम्बर 3 प्रदेश नम्बर 3मा 13वटा जिल्ला रहेको, प्रदेश नम्बर 3मा 13वटा जिल्ला रहेको छन्। 13.8% क्षेत्रफल, 13.8% क्षेत्रफल, 20.97% जनसङ्ख्या। सिन्धुपाल्चोक ठुलो जिल्ला र भक्तपुर सानो जिल्ला। जनसङ्ख्याको आधारमा काठमाडौँ ठुलो जिल्ला र रसुवा सानो जिल्ला रहेको छ। प्रदेश नम्बर 4 11वटा जिल्ला रहेको छन्। 15.3% क्षेत्रफल रहेको छ। 8.49% रहेको छ। गोरखा ठुलो जिल्ला क्षेत्रफलमा र पर्वत सानो जिल्ला क्षेत्रफलमा। कास्की ठुलो जिल्ला जनसङ्ख्यामा र मनाङ सानो जिल्ला जनसङ्ख्यामा। त्यसै गरी प्रदेश नम्बर 5 12वटा जिल्ला रहेको छ। 11.8% क्षेत्रफल रहेको छ। 17.5% जनसङ्ख्या रहेको छ र दाङ ठुलो जिल्ला क्षेत्रफलमा, परासी सानो जिल्ला क्षेत्रफलमा। त्यसै गरी रूपन्देही ठुलो जिल्ला जनसङ्ख्यामा र रुकुम पूर्व सानो जिल्ला जनसङ्ख्यामा। प्रदेश नम्बर 6 10वटा जिल्ला रहेको छन्। 21.6% क्षेत्रफल रहेको छ। 5.79% जनसङ्ख्या रहेको छ र डोल्पा क्षेत्रफलमा ठुलो जिल्ला डोल्पा र सानो जिल्ला रुकुम पश्चिम रहेको छ। क्षेत्रफलमा ठुलो जिल्ला सुर्खेत र सानो जिल्ला डोल्पा रहेको छ। प्रदेश नम्बर 7 9वटा जिल्ला रहेको छन्। 13.3% क्षेत्रफल ओगटेको छ। 9.29% जनसङ्ख्या ओगटेको छ। बझाङ ठुलो जिल्ला रहेको छ क्षेत्रफलमा र बेतडी सानो जिल्ला रहेको छ क्षेत्रफलमा। ठुलो जिल्ला क्षेत्रफलमा जनसङ्ख्यामा ठुलो जिल्ला कैलाली र सानो जिल्ला दार्चुला रहेको छ। त्यसै गरी अब अर्को डाटालाई हेर्नुपर्दा विभिन्न प्रदेशमा स्थानीय तहको विवरण। प्रदेश नम्बर 1 मा एउटा महानगरपालिका विराटनगर, उपमहानगरपालिका इटहरी र धरान, नगरपालिका जम्मा 46वटा रहेको छन्। गाउँपालिका 88वटा, सर्वाधिक सबसे बेसी 88वटा र स्थानीय तह 137वटा रहेको छ। रहेको छ। वीरगञ्ज प्रदेश नम्बर 2 को महानगर वीरगञ्ज, उपमहानगर जनकपुर, कलैया, जितपुर, सिमरा 3वटा रहेको छ। जनकपुर, कलैया र जितपुर, सिमरा। नगरपालिका 73वटा रहेको छ। सबैभन्दा बढी नगरपालिका यही प्रदेशमा छ, 73वटा, सर्वाधिक 73वटा र नगरपालिका 59वटा र 136वटा स्थानीय तह। काठमाडौँ, ललितपुर, भक्तपुर 3 नम्बर प्रदेश। काठमाडौँ, ललितपुर, भक्तपुर र उपमहानगर हेटौडा र नगरपालिका 41वटा, गाउँपालिका 74वटा र स्थानीय तह 119वटा। पोखरा 4 नम्बर प्रदेशको महानगर पोखरा, उपमहानगर छैन, 26वटा नगरपालिका र 58वटा गाउँपालिका रहेको छ। त्यसै गरी 85वटा स्थानीय तह रहेको छ। 5 नम्बर प्रदेशमा महानगर छैन, उपमहानगर तुलसीपुर, घोराही र बुटवल र नेपालगञ्ज रहेको छ। जम्मा 4वटा, तुलसीपुर, घोराही, बुटवल र नेपालगञ्ज। नगरपालिका 32वटा, गाउँपालिका 73वटा र स्थानीय तह 109वटा स्थानीय तह रहेको छ। 6वटा प्रदेश नम्बर 6 मा महानगर छैन, उपमहानगर पनि छैन, नगरपालिका 25वटा, 54वटा गाउँपालिका र 79वटा स्थानीय तह रहेको छ। 7 नम्बर प्रदेशमा महानगर छैन, उपमहानगर धरान एउटा छ, धनगढी एउटा छ। 33वटा नगरपालिका, 54वटा
गाउँपालिका र 88 वटा स्थानीय तह रहेको छ। विविध महानगरपालिका हुनको लागि कम्तीमा 5 लाख र उपमहानगरपालिका हुनको लागि कम्तीमा 2 लाख जनसङ्ख्या हुनुपर्छ। नगरपालिका हुनको लागि हिमाली जिल्लाको हिमाली क्षेत्रलाई कम्तीमा 10,000, हिमाली जिल्लाको पहाडी क्षेत्र तथा पहाडी जिल्लामा कम्तीमा 40,000, भित्री मधेसमा जिल्लामा कम्तीमा 50,000, तराईका जिल्लामा कम्तीमा 75,000 र काठमाडौँ उपत्यका जिल्लामा कम्तीमा 1 लाख स्थायी बासिन्दा भएको हुनुपर्दछ। महानगरपालिका हुनको लागि कम्तीमा 5 लाख र उपमहानगरपालिका हुनको लागि 2 लाख जनसङ्ख्या हुनुपर्दछ। ठिक छ। महानगरको लागि 5 लाख र उपमहानगरका लागि 2 लाख। गाउँपालिका हुनको लागि हिमाली क्षेत्रमा कम्तीमा 10,000 र हिमाली जिल्लाको पहाडी क्षेत्र तथा पहाडी जिल्लामा कम्तीमा 40,000 र भित्री मधेसका जिल्लामा कम्तीमा 50,000 र तराईका जिल्लामा कम्तीमा 75,000 र काठमाडौँ उपत्यकामा कम्तीमा 1 लाख अस्थायी बासिन्दा हुनुपर्दछ। भौगोलिक विभाजन भौगोलिक विभाजन नेपाललाई धरातलीय स्वरूपको आधारमा 15% र भौगोलिक विभाजन नेपाललाई धरातलीय स्वरूपको आधारमा हिमाल 15%, पहाड 68%, तराई 17% मा विभाजन गरिएको छ। विशेषता हिमाली प्रदेश, पहाड प्रदेश, तराई प्रदेश। हिमाली प्रदेशको उचाइ 3,300 देखि 8,848.86 मतलब 29,032 मिटरसम्म हुन्छ। 21 वटा जिल्ला रहेको छ। स्थानीय तह 169 वटा रहेको छ। ठुलो जिल्ला डोल्पा रहेको छ। सानो जिल्ला पूर्वी रुकुम रहेको छ। पहाडी प्रदेश 600 मिटरदेखि 3,300 मिटरसम्मको उचाइमा छ। 35 वटा जिल्ला रहेको छ। 308 वटा स्थानीय तह रहेको छ। सिन्धुली ठुलो जिल्ला, सानो जिल्ला भक्तपुर रहेको छ। तराई प्रदेश 60 देखि 600 मिटरसम्म रहेको छ। उच्च 21 वटा जिल्ला रहेको छ। 276 वटा स्थानीय तह रहेको छन् र ठुलो जिल्ला कैलाली र सानो जिल्ला परासी रहेको छ। तराईको विभाजन खास तराई 60 मिटरदेखि 200 मिटर मैदानी क्षेत्र, अन्नको भण्डार, पाङ्गो माटो बनेको उर्वर भूमि मैदानी क्षेत्र हो। यस प्रदेशले नेपालको कुल क्षेत्रफलको 4.0% भूभाग ओगटेको छ। अब भाबर प्रदेश 200 मिटरदेखि 300 मिटर 4 कोसे झाडी यही क्षेत्रमा पर्दछ। भाबरको पेटी समेत मानिन्छन्। यस प्रदेशले नेपालको कुल क्षेत्रफलको 4.5% भूभाग ओगटेको छ। 3 नम्बरमा छ भित्री मधेस र दून क्षेत्र 300 देखि 610 मिटर भित्री मधेसले ओगटेको क्षेत्रफल 8.5% रहेको छ। भित्री मधेसमा पर्ने जिल्लाहरू दाङ 2,955 वर्ग किलोमिटर, सिन्धुली सुर्खेत, मकवानपुर, चितवन र उदयपुर नवलपरासी मतलब 1,370 वर्ग किलोमिटर ठुलोदेखि सानोसम्ममा। ओके। अब विविध नेपालको सबैभन्दा होचो भूभाग मुसहरनिया धनुषा जिल्लाको 60 मिटर उचाइमा रहेको छ। पहाडी प्रदेश
पहाडी प्रदेश मनोरम र एवं स्वस्थकर हावापानी युक्त क्षेत्र हो। त्यसकारण मानवीय विकासको हिसाबले सबैभन्दा उपयुक्त मानिन्छन्। मानवीय बस्तीको हिसाबले सबैभन्दा उपयुक्त मानिन्छन्। यो प्रदेशलाई मध्यभूमि, महाभारत श्रेणी र चुरे श्रेणीमा विभाजन गरिएको छ। चुरे शिवालिक, बाह्य हिमाल, दक्षिणी हिमाल, चुरे पर्वतको सर्वोच्च स्थान गर्वा कैलाली 1872 मिटर रहेको छ। चुरे नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म 37 जिल्लामा फैलिएको छ। यो क्षेत्रले नेपालको कुल भूभागको 12.78% भूभाग ओगटेको छ। महाभारत पर्वत होचो हिमाल। महाभारत पर्वतलाई मोडदार पर्वत क्षेत्र, हिल स्टेसन अफ नेपाल, होचो हिमाल भनेर चिनिन्छन्। महाभारत पर्वतको सर्वोच्च स्थान सेलुङ डाँडा दोलखा सेलुङ डाँडा दोलखा 3500 मिटर हो। यो क्षेत्रले नेपालको कुल भूभागको 25.8% भूभाग ओगटेको छ। मध्यभूमि महाभारत पर्वत श्रेणी र हिमाल पर्वत श्रेणीका बीचमा रहेका ठुला टार बेसी र उपत्यकालाई मध्यभूमि भनिन्छन्। यो क्षेत्रले नेपालको कुल भूभागको 29.5% भूभाग ओगटेको छ। हिमाली प्रदेश। यो प्रदेशलाई वृष्टि छाया र मरुभूमि प्रदेश भनिन्छ। यो प्रदेशलाई मुख्य हिमाली क्षेत्र, हिमाली, सीमान्त हिमाली र मा विभाजन गरिएको छ। मुख्य हिमाली, भित्री हिमाली र सीमान्त हिमालीमा विभाजन गरिएको छ। अब 1 नम्बरमा मुख्य हिमाली। 1 नम्बरमा अब मुख्य हिमाली हैन। 5000 देखि 8848.86 मिटरसम्म फैलिएको 8000 मिटर माथिका हिमाल रहेका प्रथम स्तरका नदीहरूको उद्गम स्थल। भित्री हिमाल भोट प्रदेश र हिमाली उपत्यका 2024 मिटरदेखि 5000 मिटरसम्म फैलिएको सरदर 5000 मिटरको उचाइमा स्थायी हिमरेखा रहेको छ। 4500 मिटरको रूपी नाला गोरखा सबैभन्दा तल्लो स्थानको स्थानीय हिमरेखा हो, जुन यहाँ पर्दछन्। सीमान्त हिमाल। सीमान्त हिमाल 6000 देखि 7000 मिटरसम्म वृष्टि छाया पर्ने भएकोले खेतीपाती र बसोबासका लागि उपयुक्त हिम श्रृङ्खला। विश्वकै सर्वाधिक ठुलो पर्वतमाला हिमाल पर्वतमालामा नेपालका सबै 28 हिम श्रृङ्खला र 18 उप श्रृङ्खला यही प्रदेशमा पर्दछन्। विश्वमा 8000 मिटर अग्ला हिमाल 14वटा छन्। यी मध्ये 8वटा नेपालमा पर्दछन् र विश्वमा 8500 मिटर अग्ला हिमाल 4वटा छन् भने नेपालमा 3वटा छन् र सिसा पाङमा 8027 मिटर विश्वकै 14औं अग्लो हिमाल तिब्बतमा पर्दछन्। काठमाडौँबाट सबैभन्दा नजिकमा पर्ने हिमाल जुगल हिमाल 6535 मिटर र सिन्धुपाल्चोक हो। यसलाई भैरव टाकुरा पनि भनिन्छन्। हिमाल। सगरमाथा हिमाल 8848.86 मिटर मतलब 29032 फीट की हिमाल ऊंचाई। सगरमाथाको ऊंचाई कति छ? 8848.86 मिटर मतलब 29032 फीट। यो
खुम्बु र महालङ्गुर हिम श्रृङ्खलामा पर्दछ। जिल्ला भनेको सोलुखुम्बु र कोशी प्रदेशमा पर्दछ। कञ्चनजङ्घा हिमाल 8,586 मिटरको उचाइमा छ। यो कञ्चनजङ्घा हिम श्रृङ्खलामा पर्छ। कञ्चनजङ्घा हिम श्रृङ्खला ताप्लेजुङ जिल्लामा पर्छ, कोशी प्रदेश। लोत्से हिमाल 8,516 मिटर उचाइ 8,516 मिटर उचाइ 8,516 मिटर उचाइ। खुम्बु र महालङ्गुर हिम श्रृङ्खलामा पर्छ। खुम्बु र महालङ्गुर हिम श्रृङ्खलामा पर्छ। सोलुखुम्बु र कोशी जिल्ला सोलुखुम्बु जिल्ला र कोशी प्रदेशमा पर्दछन्। मकालु हिमाल 8,463 मिटरको उचाइमा छ। कुम्भकर्ण र कञ्चनजङ्घा हिम श्रृङ्खलामा पर्छ। जिल्ला सङ्खुवासभा र कोशी प्रदेशमा पर्दछन्। चोयु 8,201 मिटर 8,201 मिटर। खुम्बु र महालङ्गुर हिम श्रृङ्खलामा पर्छ। सोलुखुम्बु जिल्लामा पर्छ र कोशी प्रदेशमा पर्दछ। धवलागिरी 8,167 मिटरको उचाइमा पर्छ। धवलागिरी हिम श्रृङ्खलामा पर्छ। म्याग्दी जिल्लामा पर्छ र गण्डकी प्रदेशमा पर्दछ। मनास्लु हिमाल 8,163 मिटरको उचाइमा पर्छन्। गणेश र मन्सरी हिम श्रृङ्खलामा पर्छ। गोर्खा जिल्लामा पर्छ र गण्डकी प्रदेशमा पर्छ। अन्नपूर्ण 8,091 मिटर उचाइमा पर्छ। अन्नपूर्ण हिमाल 8,091 मिटर उचाइमा पर्छ। अन्नपूर्ण हिम श्रृङ्खलामा पर्छ र कास्की जिल्लामा पर्छ र गण्डकी प्रदेशमा पर्दछ। त्यसै गरी सगरमाथा सोलुखुम्बु जिल्लाको खुम्बुपासाङ लामु गाउँपालिका वडा नम्बर 4 मा पर्दछन्। हिलारी नेपालले गरेका थिए। सन् 1953 मे 29 मा पहिलो पटक सगरमाथाको सफल आरोहण तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारी नेपालले गरेका थिए। सन् 1975 मे 16 मा पहिलो हिमाली आरोही जुनको ताइदे जापानले सगरमाथाको सफल आरोहण गरेकी थिइन्। महिला जुनको ताइदे। सन् 1978 मे 8 मा राइन्डहोल्ड मेसनर इटाली र पिटर ह्याब्लर अस्ट्रियाले प्रथम पटक अक्सिजन बिना सगरमाथाको सफल आरोहण गरे। सन् 1953 अप्रिल 2050 साल वैशाख 10 गते पहिलो नेपाली महिला आरोही पासाङ लामु शेर्पाले सगरमाथाको सफल आरोहण गरिन्। 8,000 मिटर अग्ला हिमाल मध्ये सबैभन्दा प्रथम पटक आरोहण गरिएको हिमाल माउन्ट अन्नपूर्ण हो। फ्रान्सेली नागरिक लुइस लेचेनेल र मेरिस होर्जेनले सन् 1950 जुन 3 मा यसको सफल आरोहण गरेका थिए। नेपाल सरकारले हिमाल आरोहण सन् 1950 बाट खुला गरेका थियो। हाल नेपाल सरकारले आरोहणका लागि 476 वटा हिमाल खुला गरेको छ। माछापुच्छ्रे 6,998 मिटर आरोहण गर्न विक्रमसँग 2020 फागुन 5 गतेबाट प्रतिबन्ध लगाइयो। सगरमाथाको उचाइ 6,998
सगरमाथाको उचाइ घोषणा मिति 2077 मङ्सिर 23 गते 2020 डिसेम्बर 8 नयाँ उचाइ 8848.86 मिटर 29,032 फिट 8,000 मिटर माथिका 14वटा हिमाल आरोहण कीर्तिमान। नर्वे की क्रिस्टिन हारिला र नेपाली तेन्जिङ शेर्पाले 92 दिनमा 8,000 मिटर अग्ला 14वटा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए। उनीहरू सबैभन्दा छिटो 8,000 मिटर माथिका हिमाल आरोहण गर्न आरोही बनेका छन्। सन् 1978 मा 8,000 मिटर माथिका सबै हिमाल आरोहण गर्ने पहिलो व्यक्ति राइन्होल्ड मेस्नर इटाली हुन्। मृत्यु क्षेत्र डेथ जोन समुद्र सतहबाट 8,000 मिटरदेखि मतलब 26,000 फिट माथिको क्षेत्रलाई मृत्यु क्षेत्र भनिन्छ। यसको नाम दिएको मुख्य कारण त्यस क्षेत्रमा अक्सिजनको अभाव हुनु हो। विशेष गरी हिमाली क्षेत्रमा जति माथि गइन्छ अक्सिजनको मात्रा कम हुँदै जान्छ। प्रमुख हिमालहरूको नाम क्रमशः पूर्वबाट पश्चिम कञ्चनजङ्घा, मनासलु, लोत्से, सगरमाथा, चोयु, गौरीशंकर, लामटाङ, मनासलु, माछापुच्छ्रे, अन्नपूर्णा, धौलागिरी, सोपाल, अप्पी आदि। नेपाल परिचयमा समावेश गरिएका र अन्य महत्त्वपूर्ण हिम श्रृङ्खला र तिनको अवस्थिति। ओके, शान्ति शिखर जाने हिमाल, शान्ति शिखर र सार्जे हिमाल 7,591 मिटर उचाइ, खुम्बु हिम श्रृङ्खला, कोशी प्रदेश सोलुखुम्बु जिल्ला। जासम्बा पासाङ लामुचुली अर्थात् पासाङ लामुचुली 7,351 मिटर उचाइ, खुम्बु हिम श्रृङ्खला र कोशी प्रदेश सोलुखुम्बु जिल्लामा पर्दछ। चुरेन 7,371 मिटर धौलागिरी जिल्लामा पर्छ। गण्डकी प्रदेश म्याग्दी जिल्ला। लामटाङ हिमाल 7,205 मिटर उचाइ, रसुवा हिम श्रृङ्खलामा पर्छ। बागमती प्रदेश रसुवा जिल्लामा पर्दछ। गणेश हिमाल 7,163 गणेश हिम श्रृङ्खलामा पर्छ। गण्डकी प्रदेश र गोर्खा जिल्लामा पर्दछ। पुरोमी हिमाल 7,161 मिटर उचाइमा महालङ्गुर हिम श्रृङ्खला र खुम्बु हिम श्रृङ्खलामा पर्दछन्। कोशी प्रदेश सोलुखुम्बु जिल्लामा पर्दछन्। अपी हिमाल 7,132 मिटर गुराँस हिम श्रृङ्खलामा पर्छ। सुदूरपश्चिम प्रदेश दार्चुलामा पर्दछन्। माछापुच्छ्रे 6,996 मिटर अन्नपूर्णा गण्डकी प्रदेश कास्कीमा पर्दछन्। सोपाल 7,031 अपी सोपाल सुदूरपश्चिम प्रदेश बझाङ जिल्लामा पर्दछन्। कान्जीरोबा हिमाल 6,883 कान्जीरोबा हिमाल 6,883 कान्जीरोबा हिम श्रृङ्खलामा पर्दछन्। कर्णाली प्रदेश डोल्पा जिल्लामा पर्दछन्। कान्ति 6,859 मिटर हाइटमा पर्दछ। कान्ति हिम श्रृङ्खलामा पर्छ। कर्णाली प्रदेश मुगु जिल्लामा पर्दछन्। जेठी बहुरानी हिमाल 6,850 मिटर गुराँस सुदूरपश्चिम प्रदेश दार्चुला। आम बन्दल लेडिज पिक 6,812
महालंगुर खुम्बु कोशी प्रदेश सोलुखुम्बु। मुक्तिनाथ हिमाल 6706 मिटर को ऊंचाइमा पर्दछ। दामोदर हिम श्रृङ्खलामा पर्छ। गण्डकी प्रदेशमा पर्छ मुस्ताङ जिल्ला। भृकुटी हिमाल 6364 मिटर। भृकुटी हिमाल 6364 मिटर दामोदर गण्डकी प्रदेश मुस्ताङ जिल्लामा पर्छ। चण्डी 6096 चण्डी कर्णाली प्रदेश हुम्ला जिल्लामा पर्दछ। नाला कंकर 6062 मिटर ऊंचाइमा पर्दछ। नाला कंकर हिम श्रृङ्खला कर्णाली प्रदेश हुम्ला जिल्लामा पर्दछ। सिस्ने मुरकट्टा हिमाल 5849 धौलागिरी हिम श्रृङ्खलामा पर्दछ र रुकुम पूर्व पश्चिममा पर्दछ। कति अमायागरी हिमाल 3771 जुगल हिम श्रृङ्खलामा पर्दछन् र बागमती प्रदेश सिन्धुपाल्चोकमा पर्दछन्। हिमाल र तिनका उपनाम सगरमाथाको 15औं चुली थर्ड पोल र संसारकी आमा मनासलु 5 चुली हिमाल नेपाल हिमाल अनिदेश चुली। धौलागिरी सेतो हिमाल 6 चुली को हिमाल। माछापुच्छ्रे कुमारी हिमाल कुमारी हिमाल मेटरहर्न ऑन नेपाल भर्जिन हिमालय रेखा है। ठीक है, ओके, एक मिनट अब के पर्ने, अब नदी नालाहरू पर्ने हैन। अब नदी नालाहरू नेपालका नदी नालाहरू। ओके, नदीको आधारमा नेपालको विभाजन। नदी नालाको आधारमा नेपाललाई 3 भागमा विभाजन गरिएको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश। कोशी प्रदेश कञ्चनजङ्घा हिमालदेखि लामटाङ हिमालसम्मको प्रवाह क्षेत्र ताप्लेजुङ र रसुवादेखि रसुवासम्म हुन्छ। गण्डकी प्रदेश लामटाङ हिमालदेखि धवलागिरी हिमालसम्मको प्रवाह क्षेत्र रसुवा जिल्लादेखि म्याग्दी जिल्लासम्म। कर्णाली प्रदेश धवलागिरी हिमालदेखि व्यास ऋषि हिमालसम्मको प्रवाह क्षेत्र म्याग्दी म्याग्दीदेखि दार्चुलासम्म। नेपाल जल स्रोतको दृष्टिकोणले विश्वमा दोस्रो सम्पन्न मुलुक मानिन्छन्। नेपालमा भएको झन्डै 6000 साना ठुला नदीनालाहरूको कुल लम्बाइ 45,000 किलोमिटर भन्दा बढी रहेको छ। नेपालमा नदीहरूलाई उत्पत्तिका आधारमा 3 भागमा विभाजन गर्न सकिन्छन्। प्रथम स्तर हिमाल पर्वतबाट उत्पत्ति हुने नदीहरू सप्तकोशी, सप्तगण्डकी, सप्तकर्णाली र महाकाली। प्रथम स्तरका नदीहरूबाट प्रचुर मात्रामा विद्युत उत्पादन गर्न सकिन्छन्। दोस्रो स्तर महाभारत पर्वतबाट उत्पत्ति हुने नदीहरू उदाहरण मेची, बागमती, कमला, त्रियुगा, कनकाई, बाणगङ्गा र राप्ती इत्यादि। यी नदीबाट बगेको पानी सिँचाइ प्रयोजनको लागि प्रयोग गरिन्छ। तेस्रो स्तर चुरे पर्वतबाट उत्पत्ति हुने नदीहरू उदाहरण रतुवा, तिलावे, सिरसिरा, मनुषमारा, हर्दीनाथ आदि। यी नदीहरू बर्सातका गड्डाउँदै बहने र हिउँदमा प्राय सुक्खा हुने गर्दछन्।
यस्ता नदीहरूलाई खहरे खोला भनिन्छ। यस्ता नदीहरूलाई खहरे खोला भनिन्छन्। प्रथम स्तरका नदीहरू सम्बन्धी थप जानकारी। प्रथम स्तरका नदीहरू सम्बन्धी थप जानकारी। विशेषता, सहायक नदी र लंबाई। कोशी के सहायक नदी तमोर, अरुण, दूधकोशी, लिखु तामाकोशी, सुनकोशी र इंद्रावती। लंबाई 720 किलोमीटर। यो देशको ठुलो नदी हो। गंडकी चाहे नारायणी कहे छै। एहिके सहायक नदी सब त्रिशूली, बूढ़ी गंडकी, दरौदी, मर्स्यांगदी, मादी, सिटी गंडकी, काली गंडकी। 338 किलोमीटर गहिरो। यो 720, ये 338 सबभन्दा गहिरो नदी है। ठीक है। कर्णाली, सानो भेरी, ठुलो भेरी, मुगु, कर्णाली, तिला र हुम्ला र कर्णाली, बूढ़ी गंगा र सिटी गंगा। 5 से 7 किलोमीटर, 5-7 किलोमीटर लामो, 5-7 किलोमीटर लामो है ना। बहाव क्षमता, कोशी नदी को बहाव क्षमता रहेको छ। कोशी नदी को बहाव क्षमता 1564 क्यूबिक मीटर, 1564 क्यूबिक मीटर, 1564 क्यूबिक मीटर प्रति सेकेंड, 1564 क्यूबिक मीटर प्रति सेकेंड। नारायणी गंडकी चाहे नारायणी एक नाम है। गंडकी नदी के बहाव क्षमता 1713 क्यूबिक मीटर प्रति सेकेंड, 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 1713 क्यूबिक मीटर प्रति सेकेंड। ओके। कर्णाली के कहते हैं 13 से 16 क्यूबिक मीटर प्रति सेकेंड। कर्णाली के 13 से 16 प्रति सेकेंड। अब कोशी नदी के बारे में पूरी जानकारी पहले पाओ। कोशी नदी को विद्युत उत्पादन क्षमता 22,000 मेगावाट, विद्युत क्षमता 22,000 मेगावाट। अन्य बालुवा वहन क्षमता विश्व के दोस्रो ठुलो नदी। पहिलो कौन है? वाङ हो, चाइना के। ठीक है। भारत में दामोदर र बिहार को दुख भनेर चिनिन्छन्। भारत में दामोदर र बिहार को दुख भनेर चिनिन्छन्। ठुलो नदी, यसको सहायक नदीहरू मध्ये ठुलो नदी कुन छ? अरुण। सानो नदी कुन छ? लिखु। र लामो नदी कुन छ? अरुण। ठीक छ। गंडकी को के छ? गंडकी को विद्युत क्षमता 21,000 मेगावाट। अन्य घड़ियाल गोही का लागि प्रख्यात नदी। ठुलो नदी काली गंडकी, सानो नदी दरौदी र लामो नदी मर्स्यांगी रहेको छ। कर्णाली नदी को विद्युत उत्पादन क्षमता 32,000 मेगावाट भन्दा बढी। अन्य डल्फिन माछा को लागि प्रख्यात। भारत में घाघरा, गोगरा र सरजुग भनेर चिनिन्छन्। ठुलो नदी हुम्ला कर्णाली, सानो नदी टीला र लामो नदी हुम्ला कर्णाली हो। विभिन्न नदी का प्राचीन पौराणिक नामहरू: तमोर, दुखधी, अरुण, महाप्रभा, दूधकोशी, भद्रावती, लिखु के बरुआ, हेमगंगा। अच्छा, शुरू से एक बार। तमोर को दुखधी, अरुण को महाप्रभा, दूधकोशी को भद्रावती, लिखु के अरुण हेमगंगा। अब दुग्धी पावधानी का। ठीक है। सुनकोशी के शुभ स्रवा, शुभकोशी के शुभ स्रवा। दरौदी के विश्वधारा। गंडकी के वैष्णवी स्वरूप। गंडकी के वैष्णवी स्वरूप। चेपे के चंपावती। धोबी खोला के रुद्रमती। ओके। इंद्रावती सत्यवाहिनी। मर्स्यांगदी के इंद्रावती के कहे मर्स्यांगदी।
नहीं, सत्यवाहिनी। अच्छा, मर्स्यांदी के शीत प्रभा, मर्स्यांदी के शीत प्रभा, मर्स्यांदी के शीत प्रभा, कर्णाली के पंचेश्वरी, कर्णाली के पंचेश्वरी, टुकुचा के इच्छुमती, टुकुचा के इच्छुमती, कर्मनाशा के कुमुमती, ककुमती, कर्मनाशा के ककुमती। त्रिशूली के धर्मधारा, त्रिशूल गंगा, कर्मधारा, कर्मधारा। मादी गंडकी, मौकार्य स्वरूपा, रत्नधारा। मादी के मांडवी, कमैया, स्वरूपा र रत्नधारा। शीति गंडकी, सर्व प्रभा, स्वर्ण प्रभा र सुप्रवर्ण स्वर्ण। सरिता र शुक्ल गंगा, सरिता र शुक्ल गंगा। बाण गंगा, भगीरथी, बाण गंगा के भगीरथी, बाण गंगा के भगीरथी। तादी के सूर्यवती र महेंद्र गंगा, महेंद्री गंगा, महेंद्री गंगा। बूढ़ी गंडकी यशोधारा, बूढ़ी गंडकी के यशोधारा, बूढ़ी गंडकी के यशोधारा। काली गंडकी के कृष्ण गंडकी गंगा स्वरूपा, कृष्ण गंडकी गंगा स्वरूपा। राप्ती के अचिरावती, राप्ती के अचिरावती। झिमरुक के धर्मावती, झिमरुक के धर्मावती। लुंगरी के स्वर्णमती, लुंगरी के स्वर्णमती, है ना। नेपाल का विभिन्न नदीहरूका उद्गम स्थलहरू। नेपाल का विभिन्न नदीहरूको उद्गम स्थलहरू। तमोरको तिब्बत कञ्चनजङ्घा हिमाल र कुम्भकर्ण हिमाल, तिब्बत के कञ्चनजङ्घा हिमाल, कुम्भकर्ण हिमाल र हिमाल। अरुण के तिब्बत 8012 मीटर, मनासलु हिमाल, मनासलु हिमाल हो, तिब्बत के मनासलु हिमाल 8000 मीटर। दूध कोसी, दूध कुंड र चोयो हिमाल, महालंगुर, महालंगुर। लिखु बरुण, स्वरूपा र रोलवालिङ, बरुण स्वरूपा र रोलवालिङ र हिम श्रृङ्खला, हिम श्रृङ्खलाबाट, रोलवालिङ हिम श्रृङ्खलाबाट। सुनकोशी, सुनकोशी तिब्बत र झाङजावे हिमनदी उपत्यकाबाट, है ना। तामाकोशी तिब्बत गौरीशंकर हिमाल, तामाकोशी तिब्बत गौरीशंकर हिमाल। इंद्रावती जुगल हिमाल, पाँच पोखरी दह, इंद्रावती जुगल हिमाल, 5 पोखरी दह। महाकाली अपी हिमाल र जास्कर हिमाल। बाणमती, बाणगंगा, महाप्रभा पर्वत, महाप्रभा पर्वत। त्रिशूली तिब्बत र गोसाई, त्रिशूली तिब्बत र गोसाई, त्रिशूली तिब्बत र गोसाई कुंड। बूढ़ी गंडकी, बूढ़ी गंडकी, बूढ़ी गंडकी। मनसिरी हिम श्रृंखला, गणेश हिमाल, मनसिरी हिम श्रृंखला, गणेश हिमाल। दरौदी वृद्ध हिमाल र नारद पोखरी गोरखा, दरौदी वृद्ध हिमाल, नागर पोखरी र गोरखा। मर्स्यांदी दामोदर हिम श्रृंखला र मुक्तिनाथ, मर्स्यांदी दामोदर हिम श्रृंखला र मुक्तिनाथ हिमाल। मादी अन्नपूर्णा हिमाल, लमजुङ हिमाल, अन्नपूर्णा हिमाल र लमजुङ हिमाल। मादी अन्नपूर्णा हिमाल र लमजुङ हिमाल, अन्नपूर्णा हिमाल र लमजुङ हिमाल। सेती गंडकी अन्नपूर्णा हिमाल, सेती गंडकी अन्नपूर्णा हिमाल। काली गंडकी मुस्तांग लेक, दामोदर कुंड, काली गंडकी मुस्तांग लेक, दामोदर कुंड। मिची काली खर्क हिमाल, काली खर्क हिमाल। ओके। कनकाई महाभारत पर्वत, कनकाई महाभारत पर्वत आएको छ, ठीक छ। सानो भेरी ढोर पाटन, सानो भेरी ढोर पाटन। ठुलो भेरी मुकुट हिमाल, ठुलो भेरी मुकुट हिमाल। मुगु कर्णाली लद्दाख हिमाल, मुगु कर्णाली लद्दाख हिमाल। हुम्ला कर्णाली तिब्बत कैलाश मानसरोवर, हुम्ला कर्णाली तिब्बत कैलाश मानसरोवर। टीला जुमली लेक, जुमली लेक। बूढ़ी गंगा जगदुल्ला दह कांजी। सेती गंगा सोपान व्यास ऋषि हिमाल। विष्णुमती सपन तीर्थ। कमला नदी सिन्धुलीगढी, कमला नदी सिन्धुलीगढी, सिन्धुलीगढी। तिब्बतमा मूल भएका नदीहरू तामाकोशी,
कर्णाली, तमोर, अरुण, सुनकोशी र त्रिशुली हुन्। विश्वको सबैभन्दा उच्च स्थानबाट उत्पत्ति हुने नदी अरुण तिब्बतको भोट हिमालमा मूल भएको नदी अरुण 27,690 फिटको उचाइबाट प्रवाह भएको छ। अरुण हिमाललाई चीनमा फुन्जु वा बुङचु भनिन्छ। एकै नामले दुईतिर बग्ने नदी राप्ती नेपालको एकमात्र उल्टो दक्षिणबाट उत्तर बग्ने हिमाल कर्मनसा उत्तरवाहिनी भनेर कर्मनसा नदी, उत्तर गङ्गा भनेर सानो भेरी बढी नदी र उत्तर गङ्गा भनेर त्रिशुली नदीलाई चिनिन्छ। ओलाङचुङ्गोला घाटी भएर नेपाल प्रवेश गर्ने एकमात्र नदी तमोर। महाभारतमा महाकाली नदीलाई शारदा र मेचीलाई महानन्दा वा बबईलाई सरयुग भनिन्छ। काली गण्डकी नदीलाई चक्राकार नदी भनिन्छ। यो नदी शालिग्रामको लागि प्रख्यात छ। हिम नदी नेपालको सबैभन्दा ठुलो नदी लामटाङ 18 किलोमिटर, रसुवा लामो हिम नदी खुम्बु 32 किलोमिटर, सोलुखुम्बु। विश्वको सबैभन्दा ठुलो र लामो हिम नदी लयाम्बर्ट 400 किलोमिटर, अन्टार्कटिका महादेश। विश्वको सर्वोच्चाइमा रहेको हिमनदी खुम्बु सोलुखुम्बु 7,600 मिटर उचाइ। हिमताल हैन। मुलुकको सबैभन्दा ठुलो हिमताल चोरोल्पा हिमाल दोलखा समुद्र सतहदेखि 4,580 मिटरको उचाइमा अवस्थित छ। विश्वकै उच्च स्थानमा रहेको दाबी गरिएको हिमताल कापुचे हिमाल कास्की ताल। राष्ट्रिय ताल संरक्षण विकास समितिको संस्थापक मुलुक नेपालमा 5,338 वटा ताल रहेका छन्। सबैभन्दा धेरै ताल भएको जिल्ला हुम्ला 381 वटा। नेपालको ठुलो जिल्ला रारा। नेपालको गहिरो ताल सोफुक्सुन्डो। सर्वाधिक उचाइमा रहेको ताल तिलिचो हो। तिलिचो ताल। ओके। नेपालको सर्वाधिक ठुलो ताल राडा ताल मुगु जिल्लामा पर्दछ। विक्रम सम्वत 2020 चैत 13 मा महेन्द्रताल नामाकरण। यो समुद्र सतहबाट 2,990 मिटर माथि रहेको छ। लम्बाइ 8 किलोमिटर र चौडाइ 1.5 किलोमिटर र गहिराइ 167 मिटर रहेको छ। सर्वाधिक उचाइमा माछा पाइने विश्वको एकमात्र ताल। नेपालको सर्वाधिक गहिरो ताल सोफुक्सुन्डो डोल्पा जिल्ला। यो नेपालमा रिगमे ताल र निर्जीव ताल पनि भनिन्छन्। समुद्र सतहबाट 3,611 मिटर मतलब 11,849 फिट माथि रहेको छ। यो तालको आकार बाई वा गुलेली आकारको छ। लम्बाइ 4.8 किलोमिटर र चौडाइ 1.6 किलोमिटर र गहिराइ 650 मिटर। यो तालको पानीबाट नेपालको सर्वोच्च स्थानमा झरना झर्दछ, जसलाई सुलीगढ झरना 167 मिटर लामो भनिन्छ। विश्वको सर्वाधिक उचाइमा रहेको ताल तिलिचो ताल मनाङ 4
4,919 मिटर र लम्बाइ 4 किलोमिटर त चौडाइ 1.2 किलोमिटर र गहराइ 200 मिटर रहेको छ। फेवाताल फेवाताल कास्की पोखरामा अवस्थित यो कास्की जिल्लाको पोखरा सहरमा अवस्थित यो तालको लम्बाइ 4.8 किलोमिटर र चौडाइ 1.5 किलोमिटर र 24 मिटर गहिरो रहेको छ। यो तालको बीचमा ताल बराही मन्दिर भएकाले यो ताललाई बराही ताल पनि भनिन्छन्। यस ताललाई बैदाम ताल पनि भनिन्छन्। हर्पन खोला र गर्मी मर्सी खोला मिसिएर बनेको ताल फेवाताल हो। नेपालका विभिन्न जिल्लामा रहेका ताल तथा पोखरी। कास्की जिल्लामा कुन तालहरू रहेका छन्? कास्की एकैछिन हैन कास्कीमा फेवाताल, रूपाताल, बेगनासताल, मैदीताल, बुढुवा र सूर्याखु र खास्टे हो। पाल्पा जिल्लामा सुकेताल, ननदताल, सत्यवती ताल। सिन्धुपाल्चोकमा रारा खोसेको पोखरी र सिपा पोखरी। म्याग्दी जिल्लामा भाले बस्ने ताल र तातोपानी ताल र खैर बराही ताल रहेको छ। शङ्खुवा सभा पोखरी र सिद्ध पोखरी र मत्स्य पोखरी रहेको छ। भोजपुरमा सालपा पोखरी र पञ्चकन्या पोखरी, हाँस पोखरी र कास्की। इलाममा माई पोखरी, हाँस पोखरी र लक्ष्मी पोखरी रहेको छ। धनुषामा गङ्गासागर, धनुषसागर, रामसागर र रत्नसागर रहेको छ। ताल बेदकोटे ताल रहेको छ। रत्नसागर ताल। मोरङमा चुली पोखरी, राजारानी ताल, बेतना ताल र सुन वर्षा पोखरी। काठमाडौँमा कमल पोखरी, नगर पोखरी, रानी पोखरी, पानी पोखरी र गहना पोखरी रहेको छ। कैलालीमा घोडाघोडी ताल, कौलाभुके ताल, पिपला ताल र खर्निया ताल रहेको छ। चितवनमा कसरा ताल, ननद भाउजू ताल, गुडुवा ताल, तमोर घेला ताल, मुजुरा ताल र 20 हजारी ताल, 16 हजारी ताल रहेको छ। त्यसै गरी डोल्पा जिल्लामा फोक्सुन्डो ताल, जगदुल्ला ताल। पर्वतमा खरी बराही ताल, मनाङमा तिलिचो ताल, पुगेन ताल। मुस्ताङमा दहठेरी ताल, धुम्बा ताल। खोटाङमा बराह ताल, छिरा पोखरी, डोटी खप्तर ताल, छतिवन ताल। सुर्खेत बुलबुले ताल, कञ्चनपुर झिल्लाझिल्ली ताल र बसनदा। कुन दह कहाँ छ? अच्छा, दह दाङ जिल्लामा कुन दह छ? ओके, दाङ भोटे दह, चरिङ्गे दह, किचकनी दह, स्याङ्लाङ दह। काठमाडौँमा टोद कटुवाल दह। सल्यानमा कुपिन्डो दह र कछुवा दह। डोटीमा सिमिखानी दह र सुन दह। अर्घाखाँचीमा इपी दह र स्याङ्ला दह। मुगुमा ऋण मोक्ष दह र घानानाथ दह। सुर्खेतमे सिमरिक दह र मुरली दह। जाजुरा दह। अछाममे राम रोशन दह र जिगाले दह र ताउले दह रहेको छ। त्यसै गरी बारामा कामिनी दह, जुम्लामा गिरी दह र शेख दह। उदयपुरमा जोगी दह, कञ्चनपुरमा बेतकोट दह र सिमरामा कमल दह। झापामा गौरा दह र चिलागढ दह रहेको छ। कुन कुण्ड कहाँ?
ज्ञानकुण्ड धनुषामा, ज्ञानकुण्ड धनुषा ज्ञानकुण्ड धनुषामा, शान्तिकुण्ड कास्कीमा, गंगा जमुना कुण्ड धादिङमा, गोसाइँकुण्ड र गणेशकुण्ड रसुवामा, दुधकुण्ड सोलुखुम्बुमा, दामोदर कुण्ड मुस्ताङमा, भैरवकुण्ड नगरकुण्ड रसुवामा, नागकुण्ड दह गोरखामा र पापकुण्ड मुगुमा रहेको छ। हावापानी नेपालको धरातलीय अवस्था, पर्वतको उपस्थिति र सामुदायिक दूरी आदिले गर्दा नेपालको हावापानीमा विश्वमा पाइन्छन् विषमता पाइन्छन्। हावापानीको मापदण्ड हावापानीको मापन दुईवटा मापक प्यारामिटरद्वारा नापिन्छ। ती मापन तापक्रम र हावा हुन्। नेपालको हावापानीमा प्रभाव पार्ने सबभन्दा महत्त्वपूर्ण तत्त्व धरातलीय उचाइ हो। प्रत्येक 65 मिटरको उचाइ बढ्दा 1 डिग्री सेल्सियस तापक्रम घट्छ। हावापानीको स्वरूप तथा अवस्था अनुसार नेपालले हावापानीलाई 5 भागमा विभाजन गरेको छ। पहिलो 5 भागमा विभाजन गरेको, जसमध्ये पहिलो उष्ण मनसुनी हावापानी 12,000 मिटर उचाइसम्मका क्षेत्रहरू, तराई, भाबर प्रदेश, गहिराई उपत्यकाहरू र टार बेसी र भित्री मधेसमा यो हावापानी पाइन्छन्। खेतीपाती वा बोट बिरुवाका लागि सुहाउँदो हावापानी वर्षा ऋतुमा हिन्द महासागरको बङ्गालको खाडीबाट आएको मनसुनी वायुले यस क्षेत्रमा सरदर 2000 मिलिमिटरसम्म वर्षा गराउँछ। नेपालमा मनसुन छिटोमा 31 मेबाट सुरु हुन्छ भने ढिलोमा 23 जुनबाट सुरु हुन्छ। तर नेपालमा सामान्यतया जुन 10 जेठको अन्त्यदेखि सुरु हुन्छ। नोट: नेपालमा हिउँदले वर्षा मध्यसागरीय वायुबाट हुने गर्दछन्। न्यानो समशीतोष्ण हावापानी समुद्री सतहबाट 1200 मिटरदेखि 1200 मिटरदेखि 2100 मिटरसम्मको उचाइमा यसको हावापानी पाइन्छ। चुरे तथा मध्यभूमिको माथिल्लो क्षेत्रमा पाइने यस्ता हावापानी ग्रीष्ममा न्यानो र हिउँदमा जाडो हुन्छ। यस प्रदेशको हावापानी मनोरम र स्वास्थ्यकर हुन्छन्। त्यसैले मानव स्वास्थ्यका लागि स्वस्थ जीवनयापनका लागि उपयुक्त हावापानी क्षेत्र न्यानो समशीतोष्ण हावापानी क्षेत्र हो। काठमाडौँ, पोखरा जस्ता क्षेत्रहरूमा यस किसिमको हावापानी पाइन्छ। ठन्डा समशीतोष्ण हावापानी 2100 मिटरदेखि 3350 मिटरसम्मको उचाइमा महाभारतको उच्च भाग र हिमालय पर्वतको तल्लो भागमा यस प्रकारको हावापानी पाइन्छन्। लेकाली हावापानी 3350 मिटरदेखि 5000 मिटरसम्मको उचाइमा यस प्रकारको हावापानी पाइन्छन्। भित्री हिमाली पर्वतको हिमरेखासम्म यस्तो हावापानी पाइन्छन्। यसले नेपालमा खेतीपाती राम्रो हुँदैन तापनि पशुपालन र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ। 5 नम्बरमा टुन्ड्रा वा हिमाली हावापानी शीत मरुभूमि 5000 मिटरभन्दा माथिल्लो उचाइमा यस्तो हावापानी पाइन्छन्। यस क्षेत्रमा 12 महिना हिउँ परिरहने भएकोले अत्यधिक उचाइमा जाडो हुन्छ। यहाँ मध्याह्नपछि उनको भीषण हुडी चल्छ र
र साथै उचाइ बढी हुनाले हावा पातलो हुन्छ। यो हावापानी लम्बाइ र शीत मरुभूमि भनिन्छन्। हावापानीको आधारमा ऋतुहरू। नेपालमा निम्न 6 ऋतुहरू पाइन्छन् जुन हुन्: चैतमा वसन्त ऋतु, चैतदेखि वैशाखसम्म वसन्त ऋतु, जेठदेखि असारसम्म ग्रीष्म ऋतु, श्रावणदेखि भाद्रसम्म वर्षा ऋतु, असोजदेखि कार्तिकसम्म शरद ऋतु, मङ्सिरदेखि पुससम्म हेमन्त ऋतु, माघदेखि फागुनसम्म शीर्ष ऋतु है ना। अब ऋतु पाइन्छन्। वन जङ्गल र वनस्पतिको आधारमा नेपालको विभाजन। धरातलीय स्वरूप र हावापानीको विविधताको कारणले नेपालमा 5 प्रकारका वन जङ्गल पाइन्छन्। नेपालमा 5 प्रकारका वन जङ्गल पाइन्छ। उष्ण मरुभूमि सदाबहार जङ्गल उचाइ 60 मिटरदेखि 1200 मिटरसम्म हुन्छन्। पाइने वनस्पति साल, सिसो, खैर, सिमल, सतीसाल र पाइने पशुपक्षी हात्ती, गैंडा, बाघ, भालु, मृग आदि। पूर्वदेखि पश्चिमसम्म समानान्तर रूपमा फैलिएको यो जङ्गल 4 कोससम्म फैलिएको यसलाई 4 कोसे झाडी भनिन्छन्। समशीतोष्ण पतझर जङ्गल उचाइ 1200 मिटरदेखि 2100 मिटरसम्म हुन्छ। पाइने वनस्पति देवदह, गुराँस, चिलाउने, साल, सल्ला, चाँप, कटुस, ओखर। समशीतोष्ण कोणधारी जङ्गल उचाइ 2100 मिटरदेखि 3350 मिटरसम्म। पाइने वनस्पति धुपी बाँस भोजपुर, फैलावट र महाभारत पर्वतको माथिल्लो भाग तथा हिमाली पर्वतको तल्लो भागमा। लेकाली वनस्पति उचाइ 3500 मिटरदेखि 5000 मिटरसम्म। लेकाली वनस्पति उचाइ 3350 मिटरदेखि 5000 मिटरसम्म। यस क्षेत्रलाई ससाना वनस्पति र घाँसहरू यस क्षेत्रमा भेटिन्छन्। पशुपालनका लागि उपयुक्त। टुन्ड्रा वनस्पति उचाइ 5000 मिटरभन्दा माथि। यो उचाइमा 12 महिना जसो हिउँ ढाकेको हुँदा वनस्पति पाइँदैनन्। खोज ढाकाहरूमा पाइने काई, लेउ नै यस क्षेत्रका वनस्पति हुन्। वन सम्पदा वातावरणीय सन्तुलनका लागि कुनै पनि मुलुकको कुल क्षेत्रफलको 43% वन क्षेत्र आवश्यक पर्दछन्। भूधरातलीय आधारमा सबैभन्दा बढी वन क्षेत्र हुने क्षेत्रमा 73.68 मिटर छ भने सबैभन्दा कम वन क्षेत्र उच्च हिमाल 3.41% रहेको छ। नेपालको भूभाग मध्ये 34,420 वर्ग किलोमिटर संरक्षित क्षेत्रले ओगटेको क्षेत्रको रूपमा रहेको छ। यो कुल क्षेत्रफलको 23.4% रहेको छ। हाल 11 वन संरक्षण क्षेत्र र अन्तर्गत 1,94,156 हेक्टर वन क्षेत्र व्यवस्थापन भएको छ। वन क्षेत्रको तुलना आर्थिक सर्वेक्षण अनुसार। विशेषता: कुल वन क्षेत्र 46.08%, झाडी तथा बुट्यान बाहेक 43.38%, 63,99,341 हेक्टर। झाडी तथा बुट्यान क्षेत्र 2.70%, 3,97,916 हेक्टर। प्रति व्यक्ति वन क्षेत्र 0.2 हेक्टर वन क्षेत्र। प्रमुख घाटी तथा भन्ज्याङहरू: ताप्लेजुङ, चाबुक, टिपकताल, खलङ्गा।
शङ्खसभा, छिरन चोभा र राङ्ला, नपपक र पोपकी, भाट भटेनी, गोर्खा, मैनाल, चासिङ र याङडोल, थाप्ले, लार्के, लमजुङ र ग्याला। हुम्लामा यारी, चाङ्ला, लाप्चे, हिमाल र चोलुङ शेर्पा। दर्चुलामा टिक्कन र छालाङ्गा, बझाङ र उराई, मुगु, नाम्जा। दोलखामे ठङ्गला र दीर्घकाल। यो सब प्रमुख घाटी र भन्ज्याङहरू हुन्, विभिन्न जिल्लाका घाटी र भन्ज्याङहरू। अब खनिज भगल प्रमुख घाटीहरू भयो हैन। अब खनिज पदार्थ विविध। जमिन मुनि लुकेर रहेका खानीबाट प्राप्त हुने प्राकृतिक सम्पदालाई खनिज पदार्थ भनिन्छ। नेपालमा 12 किसिमका खनिज पदार्थ पाइन्छन्। नेपालमा विश्वमा पहिलो पटक उत्खनन गरिएको खनिज तामा हो। नेपालको खनिज सम्पदा। फलाम, फुलचोकी। फलाम कुन ठाउँमा कुन खनिज पदार्थ पाइन्छ? फलाम कहाँ पाइन्छन्? फुलचोकी, ठोसी, कुलेखानी, चितवन, प्युठान, बझाङ, भैँसे, डोटी, फर्पिङ र गोदावरी। तामा, कुलेखानी, तामाखानी, सिसाखानी, बुद्धखोला, बाह्रविसे, मार्फा, ओखलढुङ्गा र बन्दीपुर र म्याग्दी। चाँदी, फुलचोकी, सिसा, पानीगढी, बागलुङ आदि। निओबेरस यो पनि कुनै खनिज होला, निओबेरस हैन। डडेलधुरा, गोर्खा र पालुङमा। सुन, काली गण्डकी, बुढी गण्डकी, सुनकोशी, न्युखोला आदि। चुनढुङ्गा, चोभार, भैँसे, धनकुट्टा, मोरङ, चितवन, मकवानपुर, पाल्पा, गोदावरी, सुर्खेत, उदयपुर र धादिङ। जस्ता पनि पाइन्छ हैन। फुलचोकी, गणेश, हिमाल, नाम्जा र माजरेखोला आदि। मार्बल कहाँ पाइन्छ? गोदावरी, महाभारत र चुरे पर्वतमा। कोइला कहाँ पाइन्छ? चितवन, मकवानपुर, दाङ, सल्यान, काठमाडौँ, चोभार आदि। सोडा, डोटी र सल्यान। मैग्नेसाइट, उदयपुर, कम्पुघाट, दोलखाको सुलीगढ, गणेश, हिमाल। गोरु, सिन्धुपाल्चोक, सिधेनुन कहाँ पाइन्छ? सिन्धेनुन र बिरेनुन। रसुवाको सयाफ्रुबेसीमा पाइन्छन् हैन। खरीको खोटाङ, भोजपुर, सिन्धुपाल्चोक आदि। ग्राफाइट, पाल्पा, सिन्धुपाल्चोक आदि। खरी, सिन्धुपाल्चोक, खोटाङ र भोजपुर। युरेनियम, चमेलिया नदीको किनार, दार्चुला, नाम, मस्ताङ र मकवानपुर हैन। दोलखामा 112 अर्ब घनमिटर प्राकृतिक ग्यास भएको प्रारम्भिक अनुमान छ। दोलखामा 112 अर्ब घनमिटर ग्यास भएको अनुमान छ। दोलखाको जलजलेमा 112 अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक रूपमा पत्ता लागेको छ। चिनिया विज्ञ टोलीले नेपाललाई 50 वर्ष पुरानो प्राकृतिक ग्यास रहेको भनेर प्रारम्भिक रिपोर्ट दिएको छ। चीनको सरकारी निकाय चाइना जियोलोजिकल सर्वेको भूगर्भिक अध्ययन र चीनकै CNPC सिबु इन्जिनियरिङ कम्पनीले 2080 वैशाख 28 गतेदेखि डिलिम अर्थात् जमिन खनेर अध्ययन थालेका थिए। नेपालका प्रमुख झरनाहरू। झरनाको जिल्ला भनेर ओखलढुङ्गालाई चिनिन्छन्।
नेपालको प्रमुख झरना झरनाको जिल्ला भनेर ओखलढुङ्गालाई चिनिन्छ। नेपालको सबैभन्दा ठुलो झरना ह्यातुङ झरना हो। तेह्रथुममा लम्बाइ 365 मिटर। यो झरनाको स्थानीय नाम हिङ्गुवा झरना हो। नेपालको सबैभन्दा अग्लो स्थानबाट बग्ने झरना सुलीगढ झरना डोल्पा हो। यो झरनालाई पाउली गाउँ झरना पनि भनिन्छन्। यो झरना करिब 176 मिटर लामो छ र स्रोत नेपाल पश्चिम। यो झरना 3613 मिटरको उचाइबाट झर्छ। नेपालको सबैभन्दा लामो अग्लो झरना पचाल झरना 381 मिटर। कालीकोटको पचाल झरना गाउँपालिकाबाट 3 नम्बर वाडा नम्बर 3 मा छ। अन्य झरनाहरू ओखलढुङ्गा पोकली झरना, तारामाटे झरना, अर्घाखाँची तिलखुवा झरना, कास्की, पातले छाङ्गो र भेरिङ फल्स। उदयपुर ओडारी खोलाको झरना, खुवालको झरना, ताप्लेजुङ टिपट झरना र खोटाङ दिब्रुक झरना। है ना। ताप्लेजुङ फुङफुङ्गे र फुङफुङ्गे झरना, नुवाकोट फुङ झरना, सिन्धुपाल्चोक भैरवकुण्ड झरना र गम्छाथाल झरना, डोटी जोरपानी झरना र दैलेख दारी खोला झरना, कालीकोट पचाल झरना, हालसाले फेवा परेको नेपालको सबैभन्दा लामो झरना, उचाइ फेला परेको 181 मिटर पचाल झरना। ठीक है। गोरखामा फुङफुला झरना, धादिङमा छहरे झरना र गङ्गा जमुना झरना, तेह्रथुममा ह्यातुङ झरना, पाल्पामा बैकुण्ठे झरना र छरछरे झरना। नेपाल र चीन बीचमा भएका प्रमुख व्यापारिक नाकाहरू ओलाङ चुङ्गोला ताप्लेजुङ, किमाथाङका सङ्खुवासभा, कोदावरी ताप्लेजुङ, सिन्धुपाल्चोक। लर्के भन्ज्याङ गोरखा, रसुवागढी रसुवा, यारी हिल्सा हुम्ला, टिक्कर दार्चुला, केरुङ रसुवा, लोहोमुङथाङ मनाङ, नाम्जा भन्ज्याङ नाम्जा मुगु, नाम्पा लामा बगर, दिकर्चा खोला। संरक्षित क्षेत्र हाल नेपालमा संरक्षित क्षेत्र 12वटा, राष्ट्रिय निकुञ्ज एउटा, वन्यजन्तु आरक्ष 6वटा र संरक्षण क्षेत्र एउटा, शिकार आरक्ष गरी 20वटा संरक्षित क्षेत्रहरू रहेका छन्। कुल भूभाग मध्ये 23.4% भूभाग संरक्षित क्षेत्रले ओगटेको रहेछ भन्ने रहेको छ। नेपालमा 13वटा मध्यवर्ती क्षेत्रहरू रहेका छन्। विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका 2वटा राष्ट्रिय निकुञ्ज सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज। सगरमाथा राष्ट्रिय निकुञ्ज सन् 1979 मा र चितवन राष्ट्रिय निकुञ्ज 1984 मा। शुक्लाफाटा र पर्सा राष्ट्रिय निकुञ्ज वन आरक्षलाई हाल राष्ट्रिय निकुञ्जमा परिणत गरिएको छ। विक्रम सम्वत 2074 जेठ 20 र विक्रम सन् 2017 मा पर्सा राष्ट्रिय निकुञ्जलाई राष्ट्रिय निकुञ्जमा परिणत गरियो। पर्सा वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा परिणत गरियो। राष्ट्रिय निकुञ्ज स्थापना। चितवन राष्ट्रिय निकुञ्ज 2030 सालमा स्थापना भएको 952.63 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। चितवन मकवानपुर, पर्सा र नवलपुर जिल्लामा रहेको छ। पाइने पशुपक्षी: एक सिङ्गे गैंडा, पाटे बाघ, भालु, हात्ती, घडियाल, गोही, मगरगोही, हिल केवा, चरा। अन्य
अन्य विशेषता नेपालको पहिलो राष्ट्रिय निकुञ्ज सबैभन्दा बढी पर्यटकले भ्रमण गर्ने सन् 1984 विश्व सम्पदा सूचीमा सूचीकृत। लामटाङ विक्रम सम्वत 2032 1710 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको रसुवा नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा रहेको हाब्रे रेड पान्डाको लागि फेमस हिमाली क्षेत्रमा स्थापित पहिलो जैविक विविधताको दृष्टिकोणले विश्वकै अग्रणी स्थानमा रहेको पाइन्छ। सगरमाथा 2032 सालमा स्थापना भएको 1148 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। सङ्खुवा सोलुखुम्बु जिल्लामा पर्दछ। कस्तुरी मृग, हिमाली भालु, घोरल, थार, झारल, डाँफे, चिलिमे, काजी र हिम चितुवा अग्लो स्थानमा रहेको निकुञ्ज सन् 1779 विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो। रारा विक्रम सम्वत 2032 सालमा स्थापना 106 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। जुम्ला र मुगु जिल्लामा रहेको छ। हिमाली भालु, कस्तुरी मृग, थार र घोरल रहेछ। सबैभन्दा लामो राष्ट्रिय निकुञ्ज बर्दिया 32 किलोमिटरमा रहेको छ। 968 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। 2032 सालमा स्थापना भएको 968 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको बर्दिया जिल्लामा पर्छ। कृष्णसार बाघ, भालु, चितुवा, चित्तल, जरायो, लगुना, बारहसिंघा, जङ्गली हात्ती, मुगु र मृग पाइन्छन्। तराई क्षेत्रको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज नीलगाई, घोडगधा, जङ्गली हात्ती पाइन्छन्। सोफुक्सुन्डो 2040 सालमा स्थापना भएको 3555 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। डोल्पा र मुगु जिल्लामा रहेको छ। हिउँ चितुवा, तिब्बती खरायो र तिब्बती गधा, नाउर, नीलभेडा सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज खप्तड ठुलो राष्ट्रिय निकुञ्ज रहेको छ। खप्तडको क्षेत्रफल खप्तड 2042 सालमा स्थापना भएको हो। 225 वर्ग किलोमिटर क्षेत्रफलमा रहेको छ। बझाङ बाजुरा डोटी राछाम जिल्लामा रहेको छ। यहाँको प्रमुख जनावर भनेको रतुवा, चितुवा, घोराल, जङ्गली कुकुर, रातो बाँदर आदि हो। त्यसै गरी 8 नम्बरमा मकालु बरुन 2049 साल 1500 सङ्खुवा सभा र सोलुखुम्बु कास्की मुगु कस्तुरी मृग मकालु राष्ट्रिय निकुञ्ज 2049 सालमा स्थापना 1500 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। सङ्खुवा सभा र सोलुखुम्बु जिल्लामा पर्दछ। कस्तुरी मृग, हिमाली कालो भालु, ध्वाँसे चितुवा, याक, चौरी गाई र फिस्टे चरा पाइन्छन्। अन्यत्र नपाइने छिरबिरे रेन बब्लर र ओलिभ ग्राउन्ड बब्लर 2वटा फिस्टे चरा यहाँ मात्र पाइन्छन्। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज 2058 सालमा स्थापना 159 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको। काठमाडौँ, नुवाकोट, सिन्धुपाल्चोक र धादिङ जिल्लामा रहेको छ। ध्वाँसे चितुवा, कस्तुरी मृग, हिमाली भालु, नाउर, ब्वाँसो चितुवा र याक, चौरी गाई रहेको छन्। बागद्वार, सपनतीर्थ, नागी र गुम्बा र सुन्दरी जल यहाँ पाइन्छन्। ध्वाँसे चितुवाको लागि प्रसिद्ध छ। 10 नम्बरमा बाँके राष्ट्रिय निकुञ्ज 2067 3/28 गतेमा स्थापना भएको छ। 550 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। बाँके बर्दिया, दाङ र सल्यान जिल्लामा पर्दछ। बाघ, हाइना, चितुवा, चित्तल, जरायो, लगुना र बारहसिंघे रहन्छ। बाघ संरक्षण प्रमुख उद्देश्य शुक्लाफाटा राष्ट्रिय निकुञ्ज 2031 सालमा स्थापना भएको हो। 305 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। कञ्चनपुर जिल्लामा पर्दछ। विश्वकै दुर्लभ बारहसिंघाको 2000 झुन्ड देख्न सकिन्छ। नेपालको सबैभन्दा ठुलो घाँसे मैदान 54 वर्ग किलोमिटर यही निकुञ्जमा पर्दछन्। पर्सा राष्ट्रिय निकुञ्ज 2040
2040 627.39 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। चितवन, मकवानपुर र पर्सा जिल्लामा पर्दछन्। जङ्गली हात्ती, चौसिङ्घा र बाघ पाइन्छन्। नेपालको 12औं अन्तिम राष्ट्रिय निकुञ्ज हो। नोट 12 सिंहको लागि प्रख्यात राष्ट्रिय निकुञ्ज शुक्लाफाटा राष्ट्रिय निकुञ्ज हो। संरक्षण क्षेत्रहरू 6वटा संरक्षण क्षेत्रमध्ये 3वटा राष्ट्रिय प्राकृतिक संरक्षण कोष, 2वटा नेपाल सरकारले र एउटा स्थानीय बासिन्दाले संरक्षण व्यवस्थापन गर्दै आएका छन्। अन्नपूर्ण, मनासलु र गौरीशङ्कर राष्ट्रिय निकुञ्ज राष्ट्रिय प्राकृतिक संरक्षण कोषद्वारा सञ्चालन हुँदै आएको छ। अन्नपूर्ण, मनासलु र गौरीशङ्कर राष्ट्रिय निकुञ्ज प्राकृतिक संरक्षण कोषद्वारा सञ्चालन हुँदै आएको छ। कञ्चनजङ्घा स्थानीय बासिन्दाले र अपिनप्पा कृषि नेपाल सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा संरक्षण व्यवस्थापन हुँदै आएको छ। त्यसैगरी अन्नपूर्ण संरक्षण क्षेत्र 2049 स्थापना भएको हो। 7629 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्लामा रहेको छ। पाइने प्रसिद्ध स्थानहरू हिमाली दुर्लभ जीवजन्तु, वनस्पति र सांस्कृतिक सम्पदाको संरक्षण। कञ्चनजङ्घा संरक्षण क्षेत्र 2054 2053 वर्ग किलोमिटर। ताप्लेजुङ नेपालमा मात्र पाइने भ्यागुता रोस्टान्डी र यहाँ पाहा ब्याबलफोर्ड यहाँ पाइन्छन्। मनासलु संरक्षण क्षेत्र 2055 सालमा स्थापना 1663 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। गोर्खा जिल्लामा रहेको छ। 29 प्रजातिका स्तनधारी हिउँ चितुवा 29 प्रजातिका स्तनधारी पाइन्छन्। हिउँ चितुवा पाइन्छन्। कस्तुरी मृग पाइन्छन् र नाउर पाइन्छन्। कृष्णसार 2065 सालमा स्थापना भएको 16.95 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा पर्दछ। कृष्णसार यहाँ पाइन्छन्। गौरीशङ्कर संरक्षण क्षेत्र 2066 सालमा स्थापना 2179 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। बर्दिया जिल्लामा पर्दछ। कृष्णसार यहाँ पाइन्छन्। गौरीशङ्कर संरक्षण क्षेत्र 2066 सालमा स्थापना 2179 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लामा पाइन्छन्। अपिनप्पा संरक्षण क्षेत्र 2067 सालमा स्थापना 1903 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। दर्चुला जिल्लामा पर्दछन्। हिमाली कालो भालु, हिउँ चितुवा, घोरल, डाँफे, मुन्नाल, हिउँ मयूर, जटामसी र यार्सा गुम्बा, 5 औले आदि। वन्यजन्तु आरक्ष 1 कोसे टप्पू 2032 सालमा स्थापित। क्षेत्रफल 175 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको जिल्ला। सुनसरी र सप्तरीमा विश्वकै दुर्लभ अर्ना, झारल, घडियाल र मगरगोही, सोस तथा विभिन्न माछा र चराचुरुङ्गी सर्वाधिक सङ्ख्यामा पक्षी पाइने स्थान। ठीक। अब त्यसै गरी शिकार आरक्ष 1 ढोरपाटा शिकार आरक्ष विक्रम 2040 सालमा स्थापना। सन् 1987 मा स्थापित। क्षेत्रफल 1325 वर्ग किलोमिटरमा फैलिएको जिल्ला हो। रुकुम, बागलुङ र म्याग्दी जिल्लामा रहेको छ। नेपालमा संरक्षित खतरामा परेका वन्यजन्तु। संरक्षित स्तनधारी वन्यजन्तु 16, संरक्षित चराचुरुङ्गी 9 र संरक्षित घस्रने सरीसृप 3। वन संरक्षण क्षेत्र 11 काक्रे बिहार सुर्खेत र 175 हेक्टर पहिरो र सानो वन संरक्षण क्षेत्र स्थापना। मिति 2059 वैशाख 30। मादे गुल्मी
दुई मदाने गुल्मी 3 नम्बरमा छ। लालझारी मोहना कञ्चनपुर कैलालीमा, बसन्ता कैलालीमा, खाता बर्दियामा, बरन्डाभार चितवनमा, पञ्चासे कास्की र पर्वत र स्याङ्जामा, धनुषाधाम धनुषामा, रेसुङ्गा गुल्मीमा, थापरे सत्यवार्ती सालीमेद गुल्मीमा। 11 गोदावरी फुलचोकी र ललितपुर र काभ्रे अन्तिम वन संरक्षण क्षेत्र। पंछी आरक्ष बर्ड सेन्चुरी चरा अभयारण्य क्षेत्र। नेपाल सरकारद्वारा दुईवटा ताल क्षेत्रलाई पंछी संरक्षण क्षेत्र, बर्ड सेन्चुरी, चरा अभयारण्य क्षेत्रको रूपमा घोषणा गरेको छ। पहिलो घोडाघोडी ताल 2078 फागुन 27 गते। दोस्रो जगदीशपुर ताल 2079 असार 32 गते। चौथो राष्ट्रिय बाघ संरक्षण दिवस 2078। नेपालमा बाघको संख्या 355 पुर्याउने लक्ष्य थियो। 355 अहिले रहेको छ। अर्ना गणना 2021 जम्मा अर्नाको संख्या 498। सन् 2018 मा 441 वटा अर्ना थिए। छैठौं गैंडा गणना 2077। जम्मा गैंडा संख्या 752। 207 वटा गैंडा थप। कृष्णसारको संरक्षण 507 वटा।